हाम्रो देशको प्रधानमन्त्री वो अलगी लेभलको बन्दा ए भाइ। रासपाको गाडी एक्सप्रेस वेमा दौडिरहेछ होइन, गन्तव्यमा नपुगिकन यो गाडी रोकिनेवाला छैन। प्रधानमन्त्रीको यो भनाइले आज धेरैको मन जितेको हुनसक्छ होइन। सीमा विवादको बारेमा पनि उहाँले केही कुराहरू उठाउनु भएको छ होइन। लिपिलेख, लिपियाधुरा, कालापानीको विषयमा जुन कुराहरू आज उहाँले सार्वजनिक मञ्चबाट उठाउनु भयो, तर यो कुरा चाहिँ संसदको रोस्टमबाट अस्ति चाहिँ जवाफ दिनुभएको भए होइन आज संसदमा यो हङ्गामा हुनेवाला नै थिएन होइन। जोस् रवि लामिछानेको एउटा भनाइ पनि आज मलाई एकदम मन पर्यो होइन। रवि लामिछानेले बालेन शाहको खुट्टामा बल दिइसकेको छ। बालेन शाहले अब ड्याङ्की ड्याङ गोल हान्ने हो। यदि बल दायाँ बायाँ जान्छ भने रवि लामिछानेले जिम्मेवारी लिन्छ र फेरि त्यो बललाई समातेर उहाँको खुट्टामा लगेर दिन्छ र उहाँले फेरि बालेन शाहज्यूले गोल हान्नुहुन्छ, प्रधानमन्त्रीले गोल हान्नुहुन्छ। समृद्धि र सुशासनको जुन विशाल नारा लिएर उहाँहरू आउनु भएको छ होइन, एकदम खतरासँग होइन। गुट उपगुट बनाउने साथीहरूलाई पनि कडा रूपमा जवाफ दिनुभयो होइन। आज उहाँहरूको जति पनि नेतागणहरूको भाषण सुनियो एकदम मजा आयो होइन। देश चाहिँ अब अलगी लेभलमा जाला जस्तो छ है।